कहिले सोच्नु भएको छ टक्सिक रिलेसनसिपमा हुनुहुन्छ भने त्यो साँच्चीको माया हो कि एडिक्सन हो भनेर? एक दिन तपाईँलाई यो संसारको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति नै तपाईँ हो जसरी ट्रिट गर्छ। भोलिपल्ट तपाईँलाई वास्ता नै गर्दैन। एक दिन गिफ्ट दिन्छ। तपाईँले चाहेको, नचाहेको, सोचेको, नसोचेको सबै गिफ्टहरू दिन्छ। तपाईँलाई खुसी बनाउँछ। अर्को दिन तपाईँलाई नै क्रिटिसाइज गर्दै हिँड्छ। एक दिन तपाईँ 100 पटक फोन गर्नुहुन्छ, त्यसको रिप्लाईमा किन धेरै फोन गरेको भन्छ। अर्को दिन तपाईँको एक कलमा फोन उठाउँछ। यति धेरै अनप्रेडिक्टेबल हुन्छ। यो साइकल घुमिरहन्छ र तपाईँको माइन्डलाई चाहिँ कन्फ्युज बनाउँछ। तपाईँ जानी नजानिकन यही कन्फ्युजिङ स्टेटलाई नै माया गर्न थाल्नुहुन्छ, एक्सेप्ट गर्न थाल्नुहुन्छ। त्यसपछि तपाईँलाई जो व्यक्ति असाध्यै अनप्रेडिक्टेबल छ अथवा इन्टेन्स लभ गर्छ त्यस्तो व्यक्तिप्रति चाहिँ तपाईँ आकर्षित हुन थाल्नुहुन्छ। यसलाई साइकोलोजीमा इन्टरमिटेन्ट रिइन्फोर्समेन्ट भन्छ। एक दिन एक्सट्रिममा पुर्याउँछ, अर्को दिन एभरेजमा झारिदिन्छ। सबैभन्दा ठुलो गल्ती चाहिँ कहाँनिर हुन्छ थाहा छ? तपाईँ चाहिँ उसले तपाईँलाई एक्सट्रिममा लग्दाखेरि गरेको माया, बिहेभियर, अट्याचमेन्ट सम्झिनुहुन्छ र उसको टक्सिसिटीलाई बिर्सिनुहुन्छ, उसको अब्युजलाई बिर्सिनुहुन्छ। आज तपाईँको मन यति धेरै दुखाउँछ, यति धेरै दुखाउँछ, तपाईँलाई लाग्छ कि म अब उसँग फर्केर पनि जाँदिनँ भन्ने हुन्छ। तर भोलिपल्ट फेरि उसले अर्कै खालको माया देखाउन थाल्छ अनि तपाईँ फेरि ब्याक टु उसँग नै जानुहुन्छ। यसलाई ट्रमा बन्डिङ भन्छ। उसले एकैछिनमा हर्ट गरिरहेछ, एकैछिनमा माया गरिरहेछ। यो दुवै कन्ट्राडिक्टरी एक्सपिरियन्स हो र यो एक्सपिरियन्सबाट के हुन्छ भने कन्फ्युजन क्रिएट हुन्छ र उसको अब्युजिभ बिहेभियरलाई चाहिँ तपाईँले जस्टिफाई गर्न सुरु गर्नुहुन्छ। अब उसले तपाईँलाई अनवान्टेड फिल गराउँदाखेरि पनि होइन आज मात्रै यस्तो हो, नर्मल सिचुएसनमा त उसले मलाई धेरै नै माया गर्छ नि भन्ने फिल हुन थाल्छ। जब पेन दिने मान्छे नै, दुःख दिने मान्छे नै हिलिङको सोर्स हुन थाल्छ, त्यसपछि सुरु हुन्छ इमोसनल एडिक्सन। यसलाई भन्छ स्टकहोम सिन्ड्रोम। अब तपाईँलाई के हुन्छ भने अनप्रेडिक्टेबिलिटीसँग चाहिँ अट्याचमेन्ट हुन थाल्छ। जो व्यक्ति प्रेडिक्टेबल छ तपाईँलाई नर्मल लाग्न थाल्छ, अनप्रेडिक्टेबल व्यक्तिहरूसँग चाहिँ अट्याचमेन्ट हुन थाल्छ, इन्ट्रेस्ट जाग्छ। के बुझ्नुहोस् भने टक्सिक रिलेसनसिपमा एङ्सियस अट्याचमेन्ट हुन्छ, साँचो मायामा सिक्योर अट्याचमेन्ट हुन्छ। जब तपाईँ यो साइकललाई बुझ्नुहुन्छ त्यसपछि तपाईँ फेरिकन चाहिँ टक्सिक मान्छेहरूलाई चाहिँ रिवायरिङ गर्न थाल्नुहुन्छ। त्यो साइकल रिवायरिङ गर्ने बेलामा चाहिँ तपाईँले यो इन्टेन्सिटी होइन टक्सिसिटी हो भन्ने कुरा बुझ्न सक्नु भएन भने यही जालमा रुमलिरहनुहुन्छ र तपाईँले चाहेका सम्बन्धहरूमा तपाईँ कहिले पनि लङ टर्म खुसी हुन सक्नुहुन्न। आज खुसी हुनुहुन्छ, भोलि दुःखी हुनुहुन्छ। आज हाँस्नुहुन्छ, त्यही रातभरि तपाईँ रोएर रात काट्नुहुन्छ।